हामीहरू के गर्छ भने अब सबैजना होइन होला होइन, म र म जस्तो मान्छेहरू के गर्छ भने जब बाआमा जिउँदो हुन्छ होइन, बाआमालाई खाना दिनु पनि गाह्रो पर्छ। बाआमाले के भन्यो भने रिस देखाउँछ होइन, बाआमाको लुगा धुनुलाई पनि गाह्रो पर्छ। बुढाबुढीहरूले ओ मलाई एउटा खोले पकाएर दे भन्यो भने म अर्कोले गर न, जहिले पनि खोले 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 के भनेको भन्छ। एउटा ढेँडो पकाएर दे भन्यो भने जहिले पनि ढेँडो ढेँडो भात खाए हुन्छ नि भन्छ होइन। तर बाआमालाई भात र ढेँडो भन्दाखेरि ढेँडो मिठो लाग्छ होइन, ढेँडो र थुक्पा भन्दाखेरि खोले मिठो लाग्छ नि होइन। जुन बाआमाले जिउँदो हुँदाखेरि उहाँले इच्छा भएको खाना चाहिँ हामीले उहाँहरूलाई चढाउन सक्यो भने बाआमाहरू कति खुसी हुन्छ। मैले सानोदेखि पालन पोषण गरेको छोराछोरीहरूलाई मलाई राम्रो गर्यो भनेर भन्नु पनि शान्ति, अनि मरेर जाँदाखेरि पनि खुसी गरेर जानु पाउँछ नि होइन। जिउँदो हुँदाखेरि गर्दैन होइन, मरिसकेपछि मरिसकेपछि अनि अनि 14-15 थरको खानाहरू प्लेटमा हालेर त्यो फोटो अगाडि राख्छ नि, त्यो एकदमै हाम्रो अ, कस्तो भन्नु हामीले उम्, नजानेको रहेछ कि नजानेको, के फाइदै छैन त्यसमा। एक गऱ्यो भने मेरो मुख नराम्रो होला होइन, मैले भनेको कुरा चाहिँ नराम्रो पनि हुनसक्छ होइन, तर पनि तपाईँहरू जहाँ सोच्नुहोस् होइन, बितिसकेपछि जिउँदोमा बाआमाले इच्छा रुचाएको खाना नदिएर पछि मरिसकेर फोटोको अगाडि खाना चढायो भने त्यो बाआमाले खानु पाउँदैन, अगाडि चढाएको मात्रै हो। अहिले हाम्रो समाजमा यस्तो छ नि होइन, जिउँदो हुँदाखेरि खाना पाएको छैन, अनि मरिसकेपछि त्यो फोटोमा होइन, फोटोमा खानाहरू धेरै चढाउँछ नि, अनि त्यो पनि